स्टक मार्केटलाई एकदमै गहिरो तरिकाले राम्रो फन्डामेन्टल तरिकाले बुझ्न चाहनुहुन्छ भने आई रिकमेन्ड फर यु 3 बुक्स। पहिलो भनेको चाहिँ द इन्टेलिजेन्स इन्भेस्टर बाई बेन्जामिन ग्राहम। यो चाहिँ एउटा भ्यालु इन्भेस्टिङसँग सम्बन्धित बुक हो। त्यसमा चाहिँ हामीले फन्डामेन्टली स्टक एनालाइसिस कसरी गरिन्छ। दोस्रो भनेको चाहिँ रिस्क म्यानेजमेन्ट, मार्जिन अफ सेफ्टी र लङ टर्म वेल्थ क्रिएसन स्ट्राटेजीको बारेमा चाहिँ यसमा डिस्कस गरिएको छु। यस्तै रिलेटेड टपिक्सहरू चाहिँ यस बुकमा चाहिँ पाइन्छ। द सेकेन्ड बुक इज कमन स्टक एन्ड अनकमन प्रफिट बाई फिलिप फिसर। यसमा चाहिँ के कुराको फोकस गरिएको छ भन्दाखेरि चाहिँ यस बुकमा चाहिँ इन्भेस्टिङ ग्रोथ र अर्को भनेको फन्डामेन्टल अफ कम्पनी स्टेटमेन्टको एनालाइसिसमा चाहिँ फोकस गरिएको छ यस बुकमा चाहिँ। एन्ड थर्ड बुक इज द ट्रेडिङ इन द जोन बाई मार्क डगलसले लेखेका बुक हुन्। यो चाहिँ मोस्टली कसलाई रिकमेन्ड गरिएको छ भन्दाखेरि चाहिँ जो चाहिँ ट्रेडिङ गर्नुहुन्छ उनीहरूको लागि चाहिँ मोस्टली रिकमेन्ड हो। र यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जो ट्रेडिङ गर्नुहुन्छ उनीहरू जो अलरेडी सक्सेसफुल छन् तिनीहरूको साइकोलोजीलाई चाहिँ हेरेर चाहिँ साइकोलोजी अथवा बिहेभियरलाई हेरेर चाहिँ यो बुक लेखेको, जसको चाहिँ आधारमा चाहिँ हामीले बुझेर चाहिँ ट्रेडिङ गर्न सक्छौँ है त। यसमा चाहिँ मोस्टली फोकस गरेर साइकोलोजीलाई फोकस गरेर चाहिँ यो बुक चाहिँ लेखेको। भिडियो मन पर्यो भने चाहिँ लाइक एन्ड कमेन्ट र फलो गर्न चाहिँ नबिर्सिनु होला है त। फलो गरिहाल्नु।